जय मसीह मण्डली परिवार, म आज तपाईहरुको माझमा परमेश्वरको वचन लिएर आएको छु। अन्तिमसम्म यो भिडियोलाई हेरिदिनु होला। जकरिया 4 को छ। यसैले तिनले मलाई भने, यरुबाबेलको निम्ति परमप्रभुको यो वचन छ, न त बलले न शक्तिले, तर मेरो आत्माले सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ। जकरिया 4 को 1 मा हेर्यो भने स्वर्गदूतले चाहिँ जकरियालाई सन्देश ल्याइरहेको छ। मेरो विचारमा यो स्वर्गदूत चाहिँ गाब्रियल जस्तो लाग्छ। गाब्रियल भनेर लेखिएको छ किन येशूख्रीष्ट जन्मिनुभन्दा अगाडि गाब्रियल स्वर्गदूतले सन्देश ल्याएको थियो। अनि बप्तिस्मा दिने यूहन्ना पनि जन्मिनुभन्दा अगाडि गाब्रियल स्वर्गदूतले सन्देश ल्याएको थियो। अनि दानियललाई पनि 21 दिनपछि गाब्रियल स्वर्गदूतले सन्देश ल्याएको थियो। बाइबलमा हेर्दछौँ गाब्रियल चाहिँ परमेश्वरको उपस्थितिमा बस्ने स्वर्गदूत हो। हामी सबैलाई थाहा छ होला सायद, यदि तपाईले बाइबल अध्ययन गर्नुभएको छ भने। अनि यसको पृष्ठभूमि, यसको इतिहास, यसको कालखण्डलाई हामीले हेर्यौँ भने बेबिलोनीहरूले चाहिँ यहुदीहरूलाई चाहिँ कैद गरेर राखेको थियो। अनि यहोवा परमेश्वरको हात यहुदीहरूमाथि थियो र यहुदीहरूलाई चाहिँ छुटकारा दिनुभयो। अनि मन्दिर चाहिँ पुनर्निर्माण गर्ने कुरामा हग्गाई, मलाकी अनि जकरिया अगमवक्तालाई चाहिँ केही कुराहरू अगमबाणी गर भनिरहेको कुराहरू हामी पाउँदछौँ, इतिहासमा हामी हेर्दछौँ भने। अनि यहाँ भनेको जस्तो यरुबाबेलको निम्ति परमप्रभुको यो वचन छ। यरुबाबेलको बारेमा मैले अध्ययन गर्न थालेँ। यरुबाबेल चाहिँ दाउदको वंशबाट रहेछ। यरुबाबेल भन्ने यो व्यक्ति चाहिँ राजनीतिज्ञ, राम्रोसँग उसलाई पोलिटिक्सको कुराहरू थाहा रहेछ। एउटा राजनीति उसले कसरी गर्नुपर्ने कुराहरू हामीलाई थाहै छ। राजा दाउद चाहिँ एउटा राजनीतिले भरिएका, उसको ब्लडमा पनि राजनीति थियो, उसकै खुन रहेछ। अनि हामी यहाँ हेर्दछौँ भने अनि यहोशू प्रधान न्यायाधीश पनि हो, प्रधान पुजारी पनि हो। किन प्रधान पुजारीले चाहिँ प्रधान न्यायाधीशको काम गर्थे त्यतिखेर। पापको कुराहरू, हुम्बलीको कुराहरू, थुप्रो छाप्रोबासको चाड, थुप्रो कुराहरू है। अनि यहाँ चाहिँ मन्दिर चाहिँ पुनर्निर्माण गर्न सक्थ्यो होला सायद है, किनभने राजनीतिज्ञ भयो यरुबाबेल, राजनीतिज्ञ कुराहरू उसले राम्रोसँग आउँथ्यो। जकरिया अब एकदम ज्ञानले भरिएको, बुद्धिले भरिएको, आत्माले भरिएको व्यक्ति थियो। तरै पनि हामीले यहाँ हेर्दछौँ भने मन्दिर चाहिँ पुनर्निर्माण चाहिँ तिमीहरूको शक्तिले होइन, तिमीहरूको बलले होइन, तिमीहरूको ज्ञानले होइन। त्यहाँ चाहिँ हल्ला थियो, हल्ला पनि थियो र सल्लाह पनि थियो। किनभने सल्लाह गरेपछि हल्ला हुन्छ नि त। त्यहाँ त कसरी बनाउने मन्दिर, कस्तो खालको